यो मलङ्गाको क्याप्टेनले चलाउँदै हुनुहुन्छ। यसलाई भन्छ वाक बिहाइन्ड। यसले फ्लोर म्याट्रेस यसरी साफ गर्ने काम गर्छ। उहाँको मेसिन खराब छ कि क्या हो? पानी भरिए जस्तो छ। यहाँ तल चाहिँ उहाँले प्याड हाल्नुभएको छ, ब्ल्याक प्याड। उहाँको चालक यहाँ हुनुहुन्छ है। यसमा चाहिँ बस्ने ठाउँ हुँदैन, यसरी चलाउँदै हुनुहुन्छ। उहाँ चाहिँ टोन हस्पिटालिटीको क्याप्टेन हो, झलेन्द्र मण्डल मुखिया। मुखिया हुनुहुँदो रहेछ उहाँ। यहाँ पनि मुखियाकै काम गर्नुहुन्छ। एकपल्ट यता हेरिदिनु न, एकपल्ट यता हेरिदिनु न। यो मेसिनको नाम के हो बताइदिनु न। यो मसिनको नाम थाहा छैन, तर त्यो सिङ्गल डिस्क जस्तो नै काम गर्छ क्या। यसलाई भन्छ वाक बिहाइन्ड। अहिले तपाईँ चालु अवस्थामा हुनुहुन्छ। हो र। यसलाई कसरी चलाउने? यो चार्जिङ गरेर चलाउने कि? यो चार्जिङमा चल्छ। यो चाहिँ चार्जिङमा चल्छ। यसलाई पेट्रोल चाहिँदैन के, ब्याट्री सिस्टम हो। ब्याट्री सिस्टम। एकपल्ट चार्ज गरेपछि कति टिक्छ यसले? कति लास्टिङ गर्छ? 4-5 घन्टा चल्छ। 4-5 घन्टा चल्छ। रेगुलर 4-5 घन्टा काम गर्नुहुन्छ? ए ल साथी हो, यस्तै छ है कतारको यी क्याप्टेनको हालत। क्याप्टेन अहिले चलाउँदै हुनुहुन्छ इन्जिन। यो ब्याट्रीवाला इन्जिन हो, चार्जिङवाला। ल त अहिलेलाई यति नै, धन्यवाद। ल क्याप्टेन, बाई है।